नमस्कार नागरिक मीडियामा म यहाँलाई स्वागत गर्न चाहन्छु। म हुँ राजेंद्र सिंह। ए भैया, का आपने गर्मी के कारण परेशान होके कहीं घूमे जाए के प्लान में बानी का? यदि हाँ तो याद रखी, पूरा परिवार के साथ में पूरा चिल होके वाला जगह पोखरा चल जहाँ बाबा के ढाबा सुप्रसिद्ध बा। जी हाँ, पार्टी फंक्शन खातिर पूरा पर्याप्त जगह, खाना के स्वाद के खातिर लकड़ी के चूल्हा पर बनल आ अपने पोखरी में पोसल ताजा ताजा मछली, अपन पोल्ट्री फार्म के हांस के छोइला, देहाती मुर्गा जोन सभी लकड़ी के चूल्हा पर बनेला। यहाँ अपने जगह आ बारी खेत में रोपल ताजा ताजा सब्जी भी मिलेला, ताकि यहाँ अपन गेस्ट के पूरा ऑर्गेनिक आ ताजा सामान ही देहल जाला। अरे इतने कहा, यहाँ रहे के खातिर नेपाली रु 1000 में अटैच बाथरूम भी मिलेला। तो इतना काहे सोचतानी? इतना गर्मी से परेशान बानी तो पूरा चिल होके खातिर पोखरा में बाबा के ढाबा में जाई, अपन पूरा परिवार के साथ में मनोरंजन करी। जी हाँ, घूमे फिरे आ मनोरंजन के खातिर चली पोखरा, वहाँ बा बाबा के ढाबा। अधिक जानकारी के खातिर बाबा को ढाबा, माछा पोखरी, वार्ड नंबर 18, लेक साइड पोखरा, कास्की, नेपाल। अधिक जानकारी के खातिर मोबाइल नंबर 98 560 25 521 आ 98 560 26 051। र यति बेला म मेरीगोल्ड +2 मा रहेको छु र मसँग के विद्यार्थीहरू हुनुहुन्छ जसले भर्खर मात्रै प्रकाशित भएको कक्षा 12 को नतिजामा निकै राम्रो सफलता उहाँहरूले हासिल गर्नुभएको छ र विद्यालयले उहाँहरूलाई संयुक्त रूपमा सम्मानित पनि गरेको छ। र हिजो मात्रै हामीले यहाँलाई जानकारी गराएका थियौँ। ओम आर्य सरको कुराकानीमा उहाँले भन्नुभयो कि निशा गुप्ता एनएबीमै तेस्रो स्थान हासिल गर्नुभएको छ र मध्य प्रदेशमै उहाँले राम्रो नतिजा लिएर आउनु भएको छ, पहिलो हुनुभएको छ। र मसँग हुने साथीहरूसँग, विद्यार्थीहरूसँग कुराकानी गरौँ। एकपटक आफ्नो नाम भन्नुहोस्। मेरो नाम परिसोनी हो अनि म मेरीगोल्डबाट 3.76 जीपीएबाट पास भएकी छु। तपाईँलाई विद्यालयले सम्मान पनि गरे होइन? गरेछ। कस्तो लाग्यो? एकदमै राम्रो लाग्यो। मतलब आफूले जति सोचेको थियो त्योभन्दा राम्रै पाएछ। है, म फेरि आउँछु। तपाईँको नाम भन्नुहोस् त। सन्जना टेप। मेरो यहाँ मैले मेरीगोल्डबाट 3.80 जीपीएबाट उत्तीर्ण भएको छु। यो म्यानेजमेन्टको साथीहरू हुनुहुन्छ, म फेरि पनि जानकारी गरौँ। तपाईँको शुभ नाम भन्नु। मेरो नाम सञ्चित श्रीवास्तव हो अनि मैले 3.75 जीपीए लिएको छु। अच्छा, यो जसरी पढाइको कुराहरू छ नि, तपाईँहरूसँग एउटा फर्मुला छ भन्छ, जसले गर्दाखेरि तपाईँहरू उत्कृष्ट हुनुभएको छ। त्यो फर्मुला सेयर गर्नुहुन्छ बिस्तारै? मेरीगोल्डमा पढ्दाखेरि मलाई लागेन कि फर्मुला छ। मेरीगोल्डमा त आफै टिचर टिम यस्तो राम्रो छ कि मतलब जो सरले पढाउनुहुन्छ त्योभन्दा बाहेक त केही पनि आउँदैन। मैले मतलब मेन हार्ड सब्जेक्ट अकाउन्ट्स र इकोनोमिक्स हुन्छ है, तर मैले जसरी त्रिलोक सर र उज्जवल सरसँग पढेछु, मलाई लागेन कि मलाई एउटा पनि एक्स्ट्रा कुरा पढ्नु परेछ। जति सरले पढाउँदा मैले त्यति पढेँ, मेरो A+ आएछ। एक्स्ट्रा फर्मुलाहरू केही छैन? केही पनि पढ्नु परेन मलाई। टप सिक्रेट के छ तपाईँसँग? तपाईँ उत्कृष्ट हुनुभएको छ। तपाईँ मैले मेरो लाइफमा सबभन्दा महत्त्वपूर्ण दुईवटा चिजलाई धेरै नै ध्यान दिएँ। सबभन्दा पहिला त डिसिप्लिन। स्टुडेन्ट भए मात्र सबैभन्दा पहिला हामी डिसिप्लिन हुनैपर्छ। अनि अर्को भनेको कन्सिस्टेन्सी। मैले जे मतलब एक दिन एउटै क्वेसन पढ्थ्यो तर सधैँ पढ्थ्यो, अनि त्यही कारणले आज म यो स्थानमा पुगेको छु। सबभन्दा पहिले त डिसिप्लिन उहाँले भन्नुभएको छ, यो पनि एउटा की सक्सेस। तपाईँको केही छ त्यस्तो फर्मुला? मेरो पनि फर्मुला सेम नै, डिसिप्लिन अनि टिचर्सले दिएको गृह कार्य, होमवर्क यो सबै टाइममा गर्ने। प्लस मैले के गरेको थियो, एउटा रिवार्ड सिस्टम बनाएको थियो। जस्तै बिहान 6 बजेदेखि 10 बजेसम्म मेरो क्लास हुने गर्छ, त्यसको बाद 2 देखि 3 बजेसम्म म पढ्ने गर्छु। जानु बित्तिकै आफ्नो ड्रेस चेन्ज गर्ने, खाना खाने, एकछिन आराम गर्ने, फेरि त्यसको बाद पढ्न बस्ने। 3 बजेसम्म म्याक्स टु म्याक्स पढ्ने, त्यसको बाद आफ्नो मोबाइल चलाउने, रिल्स हेर्ने या जुन बाँकीको काम छ त्यो गर्ने। त मैले रिवार्ड बनाएको थिएँ। यदि म त्यति पढिरहेको छैन भने म मोबाइल चलाउँदिनँ। त्यो जब म बनाइलिनेछु त मेरो माइन्डमा एउटा कन्सेप्ट बिल्ड हुन्छ कि मलाई त्यति
पढ्नु नै पर्छ मलाई आफ्नो मोबाइल चलाउनको लागि, जसको कारण मेरो पढाइ पनि राम्रो हुने गर्छ अनि मेरो सोसल लाइफ पनि राम्रो हुने गर्छ। अनि डिसिप्लिन त एकदमै जरुरी र यहाँको टिचर्स टिमले पनि एकदमै राम्रो पढाउने गर्दछ। तिनीहरूले पढाउने तरिका जुन कुरा जतिको चाहिन्छ त्यतिको उहाँले पढाउनुहुन्छ, त्यसै कारणले गर्दा मेरो यति राम्रो जिपिए छ। भनेपछि पुरा सेड्युल अनुसार पढ्नुहुन्छ भनेदेखि तपाईँहरू अगाडि बढ्नुहुन्छ। यो फर्मुला उहाँहरूले मलाई बताउनु भएको छ। यसै अनुसार तपाईँहरूले पनि गृह कार्य काम र मेहनत गर्नुभयो भने भोलिको दिनमा यसरी फ्रेममा तपाईँहरू पनि अटाउन सक्नुहुन्छ। यति भन्छौँ। सबैलाई धेरै धेरै शुभकामना। थ्याङ्क यू। र साथीहरूसँगको यो कुराकानी सँगसँगै म पनि आएका चाहन्छु। धन्यवाद। नमस्कार। www.nagrik24khabar.com वीरगंज।